हेलो गाइज, वेलकम टु माई अनदर ब्लग। आज चाहिँ म भर्खर गएकोबाट आइपुगेँ रुम र आउँदाखेरि सरप्राइज भइरहेको छ। बहिनीहरूले मेरो लागि भनेर र हामी सबैको लागि भनेर आज थुक्पा बनाइरहेको छ। म तपाईलाई देखाउने छु बहिनीले कसरी थुक्पा बनाइरहेको छ भनेर। हेर्न सक्नुहुन्छ सबिना बहिनी यहाँ बसेर के गर्दै छिन्। थुक्पाको लागि चाहिँ यहाँ बसाउन सुरु भइसकेको छ थुक्पा। अब यहाँ के पाक्दैछन् अहिले म देखाउने छु आज हाम्रो के पाक्दैछ भनेर। को लागि चाहिँ यहाँ हाम्रो पाक्दैछ। अब खै चना र आलु के हालेर पकाइरहेको छ बहिनीले। अब पाकेपछि खानुहुन्छ। अहिले चाहिँ हाम्रो यो सुपको लागि चाहिँ बनिसकेको छ आधी उधी। अब झोल हाल्न बाँकी छ। अब अचारको लागि चाहिँ हाम्रो टमाटर काटिँदैछ र यहाँ खोर्सानी र अदुवा लसुनको पेस्ट बनाउनको लागि यहाँ काटिरहेको छ बहिनीले। काट्ने माथि छिन् हाम्री सन्जिता। कस्तो लागिरहेको छ चक्को समाएर यस्तो काट्न पाउँदा लागिरहेको छ। यहाँ तिमीले बनाउँदाखेरि राम्रो यहाँ हेरेर भनिदिनु पर्यो। ल ठिक छ। लागि चाहिँ बहिनीले यो तताइसकेको छ। अब यो मिक्सचरमा म चाहिँ यो अचार पिन्न गइरहेको छु। यो सानो मिक्सचरमा मैले हालिसकेँ र आधी उधी पिनी पनि सक्यो। यो चाहिँ यसरी यहाँ हुन्छ मात्र यसरी अचार पनि रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ हजुरहरूले ठिक्कको पिने छ है। अचार पनि हामीले पिने रेडी पारिसकेको छौँ र भाँडामा खनिसकेको छौँ। गाइस अब चाहिँ हामी थुक्पा खान रेडी भइसकेको छौँ। थुक्पा चाहिँ हाम्रो यहाँ बहिनीले हालिसकेको छिन्। अब यहाँ हेर्दै जानु होला। हामी बिस्तारै अरू सुप पनि हाल्दै जान्छौँ। सबिना बहिनीले चाहिँ यहाँ सुप हाल्दै छिन्। चना र मटर आलुको सब्जी बनाएकी छिन्। यसकै हो सुप अब खाने हामीले। किलो हाल्दैछन् अब बहिनीले। कहिले कति अमिलो खाने हो। हाम्रो नयाँ सिस्टमको अमिलो यो चाहिँ आफ्नै पारामा बनाएको अमिलो। अजिना र अमिलो कागती मिक्स गरेर बनाएको बहिनीले। अब अचार पनि हाल्दैछन्। हामीले अघि भर्खरै बिनेको अचार हो। अचार हालिसक्यौँ बहिनीले। हेर्न सक्नुहुन्छ यस्तो मिठो मिठो देखिरहेको छ। वाउ वाउ टेस्टी टेस्टी मजा आइरहेको छ। हेर्दै गर्दा खाँदा कति मिठो होला। चटनी पनि हालिसक्यो। त्योबाट आइसक्यो हाम्रो अदुवा लसुन माथिबाट आइसक्यो। अब हाम्रो प्याज र खोर्सानी माथिबाट चपिङ गरेर यो हाल्यो हो। अब माथिबाट यस्तो हाल्दाखेरि चाहिँ मिठो हुन्छ। धनियाँको मात्रै कमी भयो। धनियाँ नपाएर आज यही मात्रै अब हालेर हामी खाँदैछौँ। अब हाम्रो चाउचाउमा थुक्पामा चाहिँ अब माथिबाट चाउचाउ हालेर यसलाई मजाले खाने अब यस्तो हाम्रो प्लान भइरहेछ। अब यसरी खाएको छैन अहिलेसम्म मैले चाहिँ। र आज फर्स्ट टाइम हो। हेरौँ कस्तो हुने रहेछ। थुक्पामा यसरी माथिबाट चाउचाउ हालेर। हजुरहरू पनि यसरी खान सक्नुहुन्छ छुट्टीको टाइममा। यसरी मजाले बसेर चिसो चिसो मौसममा तातो सुपका साथ मजाले खान सक्नुहुन्छ। गाइस अब चाहिँ हामी यहाँ थुक्पा खान रेडी भइसकेको छ। हाम्रो थुक्पा चाहिँ बनेर यस्तो भइसकेको छ। दामी दामी यहाँ भइरहेछ। अब हामी यहाँ थुक्पा खाने। कस्तो भएको छ बहिनीहरूले बनाएको यो थुक्पा। हेर्नु कस्तो मिठो होला। हेर्दा कस्तो दामी दामी हामी देखिरहेको। फर्स्ट टाइम बहिनीहरूले पनि चपस्टिकबाट खाँदैछन् है। जापानको फर्स्ट टाइमको एक्सपिरियन्स चपस्टिकबाट। मेरो चाहिँ यो धेरै टाइम हो। मिठो
सबिना बहिनी र सरिता बहिनीलाई चाहिँ थुक्पा मिठो बनाइदिनु भएकोमा 100% दिन चाहन्छु। तपाईहरु पनि खान चाहनुहुन्छ भने आउनु होला र यहाँ आएर खान सक्नुहुन्छ मिठो मिठो थुक्पा।